भाउजू तपाईँले त बिहेको चिन्ता केही लिनु पर्दैन म गराइदिन्छु भन्नुभएको थियो, तर अहिले त फोनै उठाउन छोड्नु भयो। धन्न अहिले फोन उठाउनु भयो, म त कस्तो धेरै आत्तिराखेको थिएँ। अनि भाउजू मेरो बिहे कहिले गराइदिने? अहिले 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 भर्खर गरिदिन्छु, हुन्छ? होइन कति हतार भएको हो बिहा गर्न। मान्छे कुन काममा कता बिजी हुन्छ, जतिखेर नि फोन दबाएको छ, फोन जतिखेर डायल गरेको छ, तिम्रो फोन उठाउनु मात्रै काम हो मेरो। के भएर भाउजू? एकचोटि के मैले तिम्रो बिहा गराइदिन्छु भनेको थिएँ, जतिखेर पनि मेरै पिछा परेछ। यहाँ तिम्रो दाइहरूले नै दिनदिनै स्ट्रेस दिएर मेरो बाउको नै बिहा देखाइदिरहेछन्। अब म गर्न सकिनँ तिम्रो बिहे। आफ्नो बिहे अब कसरी गर्ने हो, के गरी गर्ने हो आफै गरे हुन्छ, नत्र भने पहिला मुन्टिया पनि हुन्छ के। कति टेन्सन दिएको मलाई। अबदेखि पैसाको लागि मलाई कहिले फोन गर्ने होइन, बुझौ? जति स्ट्रेस दिनु छ तिम्रै बाबुआमालाई देऊ न। मैले तिम्रो के खाइदिएको छ जतिखेर नि मलाई फोन गर्ने? अबदेखि मलाई फोन गर्ने होइन है भन्दै। छोरी के भयो? के भयो छोरी? के भने फेरि के भने?